स्वर्ग जाने बाटो न ढुङ्गा छ न माटो। मम्मी के गरिरहनु भा? के भयो किन आत्तिरहेको छ? सुन्नु तपाईँलाई एउटा कुरा भन्नु थियो। म त अब आज बेलुकाबाट जिम जान थाल्छु। के रे जिम रे? किन जानु पर्यो जिम? लास्ट टाइम मोटाइसक्यो, अब जिम गरेर स्लिम हुने हो। त्यस्तो दुब्लाउन मन लागेको थियो, घरको काम गरे हुन्छ, यस्तो मम्मीलाई पनि हेल्प हुन्छ। घरको काम गर्न छोडेर पैसा खर्च गरेर दुब्लाउन पर्यो। घरको काम गर्दा कति दुब्लाउँछ मान्छे? म दुब्लाएर सिट्टु भइसके। घरमा काम गरेर दुब्लाउँदैन कि उहाँ गएर वर्कआउट गर्नुपर्छ। जाने हो, म त अरूमा थाहा छैन। के हुन्छ तेरो जिममा भन् त ल? के एक्सर्साइज गराउँछ, के गराउँछ भन् त ल? जस्तो खुट्टाहरू घटाउनको लागि लेगको एक्सर्साइज हुन्छ, लेग डे भनेर हुन्छ। अनि म घरमा कसरी गर्छु हो? जब एउटा भात पकाएर भाँडा माझेर। त्यस्तो त अब खुट्टा घटाउनु पर्यो, जिम जानु पर्यो। ल पोछा, ल पोछा लगा त। टुक्रुका बस्ने अनि पुरै घर पोछा लाउने, पुरै फिट हुन्छ तेरो खुट्टा। यहाँ म सक्दिनँ है, लेगको मात्र गरेर हुन्छ, अरू अरू एक्सर्साइज पनि गर्नु परेन। म त गर्दिनँ, त्यही पनि पोछा लाउनु त आफै गर्नु। अरू एक्सर्साइजको नि सिकाइदिँदा के हो भन् त ल? भन्, सबै भनिदिन्छु म। डम्बेलहरू बोक्नुपर्छ यसरी हातमा उठाएर, त्यस्तो गरेर बल्ल पो घट्छ त। अनि हात घटाउनु पर्यो, त्यस्तो त अब पहिले भन्नु पर्दैन। तिम्रो प्रब्लमको सोल्युसन यहाँ घरमै कति छ। यसरी कुचो लगाउने, यसरी पोछा लगाउने, यसरी दुईटै हातको एक्सर्साइज भएन त? एउटा यसरी, एउटा यसरी गर। अहिलेदेखि स्टार्ट गर्दै गरे नि हुन्छ। ल ल भयो, मलाई नगर, काम सुरु गरे हुन्छ। जा, मलाई डिस्टर्ब नगर। यस्तो नि इक्विपमेन्ट हुन्छ। म पोछा लाउन पनि सक्दिनँ, बढाउन पनि सक्दिनँ। म त जिम जाने हो, मलाई अरू कुरा केही थाहा छैन, म सक्दिनँ। बढी हातले एक्सर्साइज गर्न मन लाग्यो, त्यसरी माथि भएको त्यसरी जाली निकाल्दै नि हुन्छ। यस्तो यस्तो गर्दा त्यो त डम्बेलमा बोकेको जस्तो भएन त? अनि यहाँ यो मम्मीले जे भने नि मान्लान् जस्तो होइन, के चाहिँ भनेर फकाउने हो? मम्मी, मेरो प्यारो मम्मी, म तपाईँको घरको काममा पनि सघाइदिन्छु क्या। साँच्ची, अनि जिम पनि जान्छु। म घरको काम पनि गरिदिन्छु नि त, मलाई एक्स्ट्रा पनि हुन्छ, अनि जिम पनि जान्छु नि त। प्लिज पढाइ होइन नानीमा जति गरे पनि म तर जिम जान चाहिँ दिँदिनँ। प्लिज मम्मी, प्लिज। म हेर्नु यस्तो माया लाग्दो छैन, लाग्दैन मलाई माया। जे भने नि मान्दैनन् त यार, के बनाऊँ त? तपाईँले मलाई जिम जान दिनु भएन भने म खाने खाँदिनँ। नखाए नखा भात, मेरै चामल जोगिन्छ, मेरै नुन तेल मसला सबै जोगिन्छ। कति न घुर्काउँदै रहेछ के न। ल भयो बरु म घर छोडेर गइदिन्छु, आनन्द हुन्छ तपाईँलाई पनि ढुक्क, मलाई पनि ढुक्क। जा, छोडेर बसेर चाहिँ के गरिछेस र? जा, कति न बसेर के न गर्दै रहेछ, धम्की उसैको घर छोडेर जान्छु भनेर। म तपाईँको घरको काममा पनि सघाइदिन्छु क्या। भइगयो त, घरको काम गरेपछि किन जानु पर्यो जिम? घटिहाल्छ नि यत्तिकै। परेन, घरको काम गर्ने भए गर, नत्र जिम जानु त पर्दैन। ल भयो, जाँदिनँ म जिम गर्नु। म जिम जाँदिनँ, घरमै डाइटिङ गर्छु। त्यो खाना चाहिँ मलाई ल्याएर कुताउने होइन नि, त्यहाँ जबरजस्ती खानै पर्छ भन्ने होइन। म डाइटिङ गर्छु आजदेखि, त्यसो भए इन्टरमिडियन्ट फास्टिङ गर्छु। डाइटिङ गर, के गर्ने हो? बिहान बेलुका भात खा, अरू जेसुकै गरमा थाहा छैन। बिहान बेलुका भात खाएपछि फास्टिङ चाहिँ कसरी हुन्छ? ल भात खाँदिनँ, म एउटा रोटी मात्र खान्छु। त्यसो भए हुन्छ, रोटी खाएँ नि, एक टाइम भात खाएँ, एक टाइम रोटी खाएँ। त्यसो भए एउटा रोटी चाहिँ केही नभनेको चुपचाप खानुपर्छ नि फेरि। ल रोटी दिनु नि त। ल एउटा रोटी खान्छु यत्रो, अनि त्यसपछि अनि घर चोरा नि त भात नखाएपछि त।
ल एउटा मात्रै त लिएर आउनु भयो नि एउटा मात्रै लिएर आइदिएको छु त जस्तो झुट बोल्छु र म ल यो एउटा रोटी हो मम्मी छिटो खुरुखुरु खा एउटै रोटी त हो नि त एउटा रोटी खान्छु भने हैन यहाँ चाहिँ यस्तो गर्नुहुन्छ